आफ्नो बितेको टाइमलाई हैन आफ्नो पास्ट टाइमलाई चाहिँ कतिजनाले मिस गर्नुहुन्छ? तल कमेन्ट गर्नु है त। किन मिस गर्नुहुन्छ भन्दा तपाईँ अहिले तपाईँको प्रेजेन्ट टाइममा थाहा हुँदैछ कि तपाईँको पास्ट टाइम, तपाईँको पास्टका साथीहरू हैन तपाईँको पहिलाका मोमेन्टहरू चाहिँ कति प्यारा छन् तपाईँलाई अहिले थाहा हुन्छ नि हैन। तर त्यतिखेर चाहिँ तपाईँले धेरै एक्सनहरू चाहिँ नलिनुको कारण चाहिँ तपाईँको लाइफमा तपाईँको आफ्नो पर्सनल लाइफमा धेरै नै इम्प्याक्ट पर्यो होला यतिखेर हैन। त्यसैले राम्रो टाइम चाहिँ कहिले नि आउँदैन के प्रेजेन्ट टाइममा चाहिँ। जहिले पनि राम्रो टाइम भनेको आफ्नो बितेको समयलाई नै आफूलाई लाग्ने गर्छ कि त्यतिखेर राम्रो टाइम थियो भनेर। हामीले प्रेजेन्ट टाइमलाई के गर्छौँ भन्दा राम्रो टाइमको खोजीको लागि चाहिँ फ्युचरमा धकेलिदिन्छौँ। त्यही भएर हामीले आफ्नो फ्युचरको लागि एक्सन लिन सक्दैनौँ। त्यसैले राम्रो टाइमको पर्खाइमा चाहिँ नबस्नुहोस्। आजै आफ्नो दिनलाई आफ्नो टाइमलाई बेस्ट बनाएर अगाडि बढ्नुहोस्। यदि डिले गर्नुभयो भने तपाईँलाई थाहा हुन्छ कि पछि फेरि यही टाइम नै तपाईँको लागि मेरो लागि बेस्ट थियो भनेर।